परेको थियो, 3 फुटे बाटो थियो, धेरै गाह्रो थियो। तर त्यहाँ हाम्रो वडाध्यक्ष श्री भीमसेन थापाज्यू तथा उहाँको टिम र नगरपालिकाले हाम्रो टोलमा पनि अहिले धेरै नै उहाँहरूको सहयोगमा, उहाँहरूको सपोर्टमा धेरै नै अगाडि विकासमा अगाडि गइरहेको कुरा हामीले महसुस गरेका छौँ। हाम्रो भर्खरै बाटो अलिकति परेको छ, 3 फुटे बाटो अहिले 13 फुटे भयो। ढलान हाम्रो ढल भयो, ढल चेन्ज भयो, पहिले सानो ढल थियो, ठुलो ढल भयो। यहाँ पनि हामीले 50% नगरपालिकाबाट पायौँ। अहिले फेरि हाम्रो ढलान भइरहेको छ, त्यसमा हामीले फुल बजेटको विनियोजित भइसकेको छ नगरपालिकाबाट। यसको लागि सर्वप्रथम हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। अब त्यहाँ बाँकी भएको त्यहाँ 110 फुट मात्रै अहिले ढलान भइरहेको छ। बाँकी रहेको दायाँ चाहिँ बाटो छ, त्यसको लागि पनि आउने बजेटमा नगरपालिकाले विनियोजित गरिदिनु हुन हामी विनम्र अनुरोध गर्दछौँ। अब अर्को कुरा रह्यो, अघि यहाँ सरले उठाउनु भएको थियो खानेपानीको विषयमा, खानेपानी फ्याक्ट्रीको विषयमा। त्यसमा हामी पनि हाम्रो तर्फबाट पनि हामी आवाज उठाउन चाहन्छौँ। किनभने त्यो 7 नम्बरमा पृष्ठभूमिमा त्यो खानेपानी फ्याक्ट्री जो 12 घन्टा पानी निकाल्छ त्यहाँबाट खानेपानी फ्याक्ट्रीले। यति ठुलो जो कति चाहिँ मात्रामा पानी निस्किएको होला होइन, त्यसले हाम्रो दिनदिनै हाम्रो चाहिँ टोललाई पानीको सतह होइन एकदमै सुकाइरहेको छ। पछि गएर हामीलाई त्यहाँ एकदमै पानीको चाहिँ आकार हुने सम्भावना देख्छु। हामीलाई भाउमा खानेपानीबाट पनि हामीलाई 1-1.5 घन्टा दिन बिराएर मात्रै पानी आउँछ। त्यो पानीले हामीले प्रशस्त पुग्दैन, त्यो पानी एकदमै फोहोर पनि छ। फेरि त्यो पानी सबै त्यहाँको चाहिँ पब्लिकले युज गर्न पाइरहेको छैन। अनि अस्ति हामीले कुरा राख्यौँ, कतिपय त पब्लिकले त्यो खानेपानी भाउमाको जोड्नु खोजिरहनु भएको छ होइन। अनि हामीले खानेपानीको मान्छेलाई हामीले सोद्धाखेरि होइन यो सबैले अहिले जोड्न पाउँदैन, भ्याइपीले मात्रै जोड्न पाउँछ भन्ने कुरा आएछ। यस विषयमा हामी कुरा चाहिँ बुझ्न चाहन्छौँ, किनकि भ्याइपी मान्छेले मात्रै खान पाउने सुविधा छ र सर यसमा यो कुरा हामी अन्यमा छौँ सर कि हामी सर्वसाधारण चाहिँ खानै नपाइ पानी नै खान नपाउने हो र सर। यस कुरामा अलिकति हामी अन्य छौँ सर। यसमा मैले कुरा राखेँ। यति भन्दै मेरो भनाइ यहाँहरू सम्पूर्णले राखिसक्नुहुनेछ होइन। यति भन्दै मेरो भनाइ समाप्त गर्दछु। धन्यवाद।